नमस्कार, मेरो नाम प्रया कोइराला हो। म आज सुबिन खुसी भयो भन्ने कथा वाचन गर्दैछु। यस कथाका लेखक उषा आचार्यज्यू हुनुहुन्छ। ल अब कथा सुरु गर्छु है त। सुबिन कक्षा 2 मा पढ्छ। ऊ पढ्नमा निकै तेज छ। पहिले उसका धेरै साथी थिए। हिजो आज उसका साथीहरू ऊबाट टाढा बस्न थालेका छन्। त्यसैले अहिले सुबिनसँग मिल्ने साथी कोही छैनन्। ऊ बेन्चमा पनि एक्लै बस्छ। आमा, मसँग पहिले साथीहरू धेरै मिल्थे, हिजो आज किन मिल्दैनन्? एक दिन सुबिनले आमालाई प्रश्न गर्यो, तिमी हिजो आज नुहाउन मान्दैनौ, कपाल काट्न मान्दैनौ, नङ पनि काट्दैनौ, तिमी बोरी देखिन्छौ, त्यसैले तिम्रा साथीहरू तिमीसँग नमिलेका हुन्। आमाले सुबिनलाई उत्तर दिनुभयो, तिमी हिजो आज निकै फोहोरी देखिएका छौ, भोलि सफा भएर आऊ है। धेरै दिनदेखि सुबिनलाई सर मिसले पनि यही कुरा भनिरहनु भएको थियो, तर सर मिसले भनेको कुरा सुबिनले वास्तै गरेको थिएन। जाडो मौसम सुरु भएदेखि सुबिनले नुहाएको छैन, कपाल काट्न मानेको छैन। आमाले नख काटिदिन खोज्दा पनि ऊ भागिहाल्छ। बिहिबारको दिन सुबिनलाई सफा बनाएर पठाइदिनुहोस् है भनेर सुबिनकी आमालाई स्कुलबाट फोन आयो। स्कुलबाट फोन आएको कुरा सुबिनले पनि थाहा पायो। सुबिनले ऐना अगाडि गएर आफूलाई हेर्यो। उसको कपाल लामो भएको थियो, लगाएका लुगा फोहोर भएको थियो, घाँटीभरि मैल जमेको थियो, नङ लामा भएका थिए। सुबिनलाई बल्ल आफैदेखि रिस उठ्यो। भोलिपल्ट बिहानै उठेर सुबिनले आमासँग तातो पानी माग्यो। उसले तातो पानीले हात मुख धोयो। आमाले नुहाइदिनु भयो, नङ पनि काटिदिनु भयो। सुबिन सफा लुगा लगाएर विद्यालय गयो। सुबिन सफा भएर स्कुल आएको देखेर उसका साथीहरू छक्क परे। सुबिनको बेन्चमा रमेश र कविता आए। उनीहरू 3 जना मिलेर बसे। सबै सर मिस सुबिन सफा भएर विद्यालय आएकोमा खुसी भए। रमा मिसले सुबिनलाई भोलि शनिबार हो, कपाल काट है, आइतबार स्कुल आउँदा यस्तै सफा भएर आऊ है भन्नुभयो। सुबिनले हस् भन्यो। खाजा खाने समयमा सुबिनका साथी उसको नजिकै आए। सुबिनले साथीहरूसँग मिलेर खाजा खायो। सुबिन निकै खुसी भयो। सुबिनले स्कुलमा भएको कुरा सबै आमालाई बतायो। उसकी आमा पनि खुसी हुनुभयो। त्यो दिनदेखि सुबिन सधैँ सफा भएर विद्यालय जान थाल्यो। सफा भयो भने सबैले माया गर्ने रहेछन्, साथीहरू पनि मिल्ला रहेछन्। यी कुराहरू सुबिनले थाहा पायो। धन्यवाद।